ओहो यति राम्ररी भएर कहाँ जानु लाग्यो आमा अब बिचमा घुम्न जानलाई बिचमा घुम्न जानुला ल ठिक छ रमाइलो छ नि एकदम रमाइलो छ है मौसम नातिसित छोरासित हिँड्न पाएको छ अनि रमाइलो भइरहेछ मौसम पनि राम्रो छ आज कस्तो गर्मी छ कुन गाडी हाल्यो उयो गाडीलाई नि अर्को बाहिर छ गर्मी छ तर मौसम त हामीले जहिलेको ब्लगमा देखा जस्तै एकदम चिटिक्क छ चिटिक्क परेको बेहुली जस्तै भने जस्तै मौसम चाहिँ गजब रहेको छ ल आज हामी आमासँग बिचमा रमाइलो गर्न जान्छौँ है त ल दर्शन हजुर के छ त अनि कार्यक्रम र आजको कार्यक्रम अब भान्जाको धेरै दिन बाँकी छैन हवाई बसाइ कति 15 दिन त्यस्तै 15-16 दिन भयो उसलाई चाहिँ मैले के हेरेर प्रमिस गरेको दिँदाखेरि अगस्तमा चाहिँ भान्जा म घुमाउन लिएर जान्छु भनेको थिएँ आज घुम्ने क्रमको डे 3 कसम निभाउँदै हुनुहुन्छ मामाले भान्जालाई दिएको कसम पुरा गर्दैछु आज हामी त नर्थ सोरतिर जान्छौँ डिलिङह्याम एयरपोर्ट साइडतिर त्यो एरियामा चाहिँ टक्क गइन्छ मा भन्छ चिल गरेर बिचमा बसिन्छ मजाले आमा पनि आमा मेन आजको आमा चाहिँ जाँदा पनि पछि लाएर हैरान छ हामीलाई होइन सकेसम्म वी ट्राई टु अभोइड तर के गर्ने पछि लागिहाल्नु हुन्छ हामी त अगाडि रेडी भएर बस्ने के लाग्छ त्यो चाहिँ फेरि अनि आज उसको पान पराएको होइन त्यो चाहिँ फेरि मामाले चपाइरहेको फेरि सबैले अरूले कमेन्ट गर्न हाजमा लाग्यो लास्ट टाइम पनि मान्छेले के खाएर बोल्छ यो हुन्छ नि म त किनेको यस्तो निमको पत्ता अनि हजमोला म तपाईँ त्यो के फट्टु त्यस्तो ल अब उतै भेटौँ ल दाँसा थाहा भइहाल्छ नि त्यही भने यस्तो राम्रो मान्छे कोड हेरेर थाहा हुन्छ ल त त्यो त युएस आर्मी सोल्जर फर लाइफ मैले आर्मी छोडेपछि यो चाहिँ कहिले निकालेको छैन यो गाडीबाट ठ्याक्कै क्या कोइन्सिडेन्ट ठ्याक्कै हामी स्कोफिल्ड ब्यारेक्समा आइपुग्यौँ होइन यो पनि एउटा ठुलो मिलिटरी बेस हो आई मिन खास आर्मी बेस हो मिलिटरी बेसहरू बित्तिकै सबै ब्रान्चेसहरू कम्बाइन भएकोलाई जोइन्ट बेसहरू हुन्छ होइन यहाँ चाहिँ बढी आर्मीहरू छन् आई मिन स्कोफिल्ड एकदम रमाइलो लोकेसनमा पनि छ टक्क अनि स्कोफिल्डबाट देखेर कुइयाँ हाम्रो यताबाट फार्म जाने बाटो पनि कनेक्ट हुन्छ तर आज हामी फार्म गइरहेको छैनौँ आज हाम्रो फन डे हो हामी चाहिँ उता नर्थ सोरतिर डिलिङह्यामतिर गइरहेछौँ त्यहाँ आज काम भनेको चाहिँ भान्जालाई म एउटा खतरा कुरा हन्ट गर्न लगाउँछु ओके के हो त्यो चाहिँ मैले पनि थाहा भएन म अहिले भन्दिनँ त्यही पुगेपछि डिस्कभर गरौँ ल ठिक छ आमा आज आमाको चाहिँ सोमबारको व्रत छ पुरै सोमबारको व्रत भएर मम्मी चाहिँ पुरै बिहान पूजापाठ गरेर आमाको आज एक्सप्लोर डे भइरहेछ ल ठिक छ मेरो त टिका गइसकेको छ कारण बिहान त हामी टिका लगाएर मुखै धोइसक्यो नि त मैले नि टिका लगाएको थिएँ टिका लगाएर सनस्क्रिन लगाएर मोइस्चराइजर लगाएर हिँड्नु पर्यो घाममा है हो नि यस्तै छ अब अलिकति ट्राफिक छ किनभने आज छुट्टीको दिन त होइन हाम्रो त छुट्टी हो हाम्रो त छुट्टी हो आज मन्डे हो अनि म यहाँ रङ लेनमा बसिरहेको किन यो त यता स्कोफिल्डतिर जान्छ पुरा होइन अनि प्रायः मान्छेहरू स्कोफिल्डतिर छिट्ने मान्छेहरूले ल अब जाँदै गरौँ अनि बाटोमा हामी गफ गर्दै बस्छौँ त्यहाँबाट लेक पनि छ त्यो लेक पनि देखाएर अलिकति देखिएन के भएन अहिले यत्तिकै फनको लागि फिसिङ आएर बस्ने खालको ठाउँ छ यो के भन्छ के साइड भन्छ यो उता साइडले कुनिया नै हो उता होइन कुनिया टाउन आई मिन हलिवा टाउन त अलिक तलपट्टि छ होइन यो पार्ट अफ साइड त हलिवा टाउन नै पर्छ होला दामी सिनिक छ नि यो पाइन ट्रिज त नि मिडल पाइन के समथिङ मेन यहाँको भेजिटेसन यही कुरै त राम्रो हो नि यहाँको पारिपट्टिको त्यो पाहाडहरू मस्त राम्रो देखिन्छ तलपट्टि
भ्याली छ क्या नेपाल जस्तै कि माथि डाँडामा बाधा लागिरहेछ अर्कोपट्टि काम हामी लाग्छ आउँदाखेरि यस्तो गर्मी थियो लाइक इट वाज 92 होइन 92 थियो अनि अहिले 82 छ टेम्परेचर 10 डिग्री फरेनहाइट ड्रप भइसक्यो यो पछाडि आउँदाखेरि एकदम माइक्रो क्लाइमेट छ क्या यो अहिले मलाई त्यही चाहिँ यसको ब्युटी होइन कि त्यही छ एउटा ठाउँमा गऱ्यौँ भने अलिक जाउँ भने त्यहाँ शीतल हुन्छ हामी घरबाट निस्किँदाखेरि यताबाट यस्तो खालको वेदर छ भने गेसै गरिँदैन क्या आज राम्रो सनी डे छ भनेर निस्क्यो अहिले अर्को कुना आइपुग्दाखेरि धुम्म भएर पानी परिरहन्छ के सोचेको के भयो यार के सोचे मैले के भयो तर हाम्रो घुमाइमा हामीले माइजूलाई नि मिस गरिरहेको छौँ एकदम ए पूजासँग कुरा चाहिँ के हुन्छ भन्दाखेरि कुरा गरेर यो त माग यो त कस्तो स्क्रिप्टेड होइन यो त बवाल कुरा भयो यो त पूजा हेलो एउटा खतरा कुरा भयो हामीले चाहिँ यतिकै ऱ्यान्डम भिडियो खिचिरहेको छौँ होइन अनि भान्जाले चाहिँ प्याक्का लाएर यति बेला चाहिँ माइजी मिस हुन्छ भनेर चाहिँ ठ्याक्कै तिमीले कल गरेर आयो क्या मुखबाट ड्रप हुने ठ्याक्कै त्यो भिडियो छ 2-3 सेकेन्डमा त डिफ्रेन्स होला क्या तिमीलाई हिकेको आइरहेको होला हिकेको आउने टाइम पनि भएन नि हामी चाहिँ यहाँ आयौँ हामी दामी भ्यू छ ए मजाको भ्यू छ नाइस भयो रमाइलो हामी अहिले यहाँ काइना पोइन्ट आइपुग्यो होइन अनि यो काइना पोइन्टमा अघि मैले भन्दालाई भन्थेँ कुनामा एउटा खतरा हन्ट आउँछ भनेर अनि त्यो हन्टिङ चाहिँ के भन्दाखेरि यहाँनिर चाहिँ हामी कौडा खेल्छौँ नि यहाँनिर त्यो सिसेल्सहरू त्यो कौडाहरू आउँछ क्या ए ओके लास्ट टाइम हामीले 8-9 जस्तो जम्मा गरेको थियौँ म पूजा अरू को गएको बेलामा पूजाको मामा जानु अङ्कल आन्टी आउनु भएको थियो खोजेर आएको थियो त्यति बेला हामी खोजेको थियो त्यो अगाडि आएको भने हामी खोजेर आउँछौँ अनि तिम्रो यो चाहिँ यो पनि एउटा हाइकिङ ट्रेल हो होइन यो काइना पोइन्ट यहाँबाट अब यहाँबाट यो आइल्यान्डको यो डेड एन्ड भयो यहाँबाट बाटो सक्यो अनि तर अफ रोड चाहिँ जान मिल्छ अनि हाइकिङमा चाहिँ ती गाडीहरू चाहिँ पर्मिट लियो भने चाहिँ जान पाइन्छ नत्र हामी यो अफ रोडिङ मजाले मान्छेमा हाइक गयो अनि लास्ट टाइम तिमी आउँदाखेरि उताबाट अर्को पोइन्टबाट हामी गएको थियौँ नि त्यो जोइन हुन्छ कि ठ्याक्कै आइल्यान्डको एन्ड पोइन्ट हो क्या त्यो चाहिँ ओके छ ल हेर्दैछ यहाँ तल गएर यस्तो 360 बसमा 60 हेर्दै म त्यसपछि आजको हाम्रो मिसन त नगरौँ तर त्यही पाइन्छ कि भन्नु कौडा पाइन्छ कि पाइँदैन कस्तो राम्रो भयो राम्रो है आउँदा चाहिँ लास्टै 1 बजेर आएको यही पाइयो शीतल भयो जाडो हुन्छ क्या तर हावाले अडियो चाहिँ केही सुनिँदैन होला आज सोमबारको व्रत पूजापाठ गऱ्यौँ बच्चाहरूलाई टिको डालो सबैलाई लगाइदिएँ अनिखेरि मजाले आज घुम्न जाने फारममा नजाने भनेर घुम्न आयौँ आज सबैतिर घुम्छौँ भनेर बाबु नानीलाई लिएर घुम्न आएको छौँ है हामी आज हाम्रो असाध्यै रमाइलो ठाउँमा आएको छौँ हामी धेरै रमाइलो ठाउँमा आएको छौँ है हामी
असाध्यै रमाइलो ठाउँमा आइछौँ हामी। आज कस्तो राम्रो भ्यू देखिया छ हेरिसो सबैजनाले हेरिसो कस्तो राम्रो छ सबैतिर समुद्र देख्दैछ। आज कति फार्ममा मात्रै जानु भनेर हामी पनि आज बाबुलाई नातिलाई र छोरालाई लिएर घुम्न आइछु त रमाइलो गर्न आइछु मजाले। हामी अब सेलको खोजीमा छौँ है। हामी कौडाको खोजीमा छौँ। हेरौँ कहाँ पाइन्छ पाइँदैन भन्दा हामी अब बिच साइडमा आइसक्यौँ। मजाले बिच चेयर सेटअप गरेर समुद्रको हावा खाँदै टक्क चिल गर्नुपर्छ। नाइस छ मौसम। ल है त त्यसको यहाँ मामालाई सकि नसकि भइरहेछ गाह्रो छ। ओके छ त ल म नि हेल्प गर्छु। रेडी आमा रेडी ल अब हामी यहाँ आइसक्यौँ। वी आर हियर एट नर्थ सोर। मजाको छ हाम्रो टेन्ट सेटअप भइसक्यो यहाँ। यो हामीले पुरै प्राइभेट बुकिङ रिजर्भ गरेर यहाँ हामी ट्याक्क मामा र आमा यहाँ चिल गर्दैछ मजाले। चेयर्स दामी सेटअप भएको छ हाम्रो। अब एकछिन बस्छौँ अनि अहिले यसो पौडी खेल्न पनि सक्छौँ हामी। पौडी खेलेर अनि हामी चिल गर्दै बस्छौँ। बब्बाल भ्यू देखिन्छ यहाँबाट। ओके छ त हामी चाहिँ ठक्क अब एकछिन यहाँ चिल गरेर बसिरहेको छौँ बिचमा होइन। वेदर पनि ठिक्क छ त्यस्तो घाम पनि छैन त्यति पनि छैन। उताबाट त हल्का बादल लागिरहेको छ। त्यो बादल यहाँसम्म आउँछ कि भन्ने कुरा हो। अनि के मन्डे बिचाउनुको फाइदा चाहिँ यही नै हो। त्यहाँ अब मम्मी र भान्जा भयो होइन कोही मान्छे मान्छे छ न त शान्त आनन्द। All you can hear is the wave crashing on the sand होइन। अनि मान्छेहरू गनेर गर्दा सर्फिङ गरेर छन्। त्यसलाई के प्यारा सर्फ समथिङ के भन्छ होइन। प्यारासुट लिएर सर्फ गरेर अनि यहाँनिर फेरि आमाको र भान्जाको त्यो टिकटक बन्दैछ कि के भन्दैछ फोटो होला। आमालाई त जति फोटो खिचे पनि पुग्दैन नेभर टायर्ड। आकाशको ब्याकड्रपको माउन्टेन पनि दामी छ। फेरि एकछिनमा ए आज हाम्रो हिरो भन्छ नाचेछ। नाच्यो नाच्यो झुल्के नाच्यो नाच्यो लड्यो ढल्यो 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 भान्जा ढल्यो भान्जा ढल्यो आमा ढलिन् आमा ढलिन्। पछाडि अर्को कुरा ढल्यो कत्रा गर्छ त्यसले प्यारा सर्फिङ। आमाले पनि कन्टेन्टको लागि धेरै कन्ट्रिब्युट गरिराख्नु भएको छ। होइन हे कता तल जान्छु भन्छ भान्जो। तल जाम आऊ साथीहरू जाम। ल लिएर जाऊ साथीहरूलाई पनि।
तल जानुपर्छ अहिले सही मजा छ क्या है बाटो एक जग्गा त हामी कायना पोइन्ट हाम्रो पछाडिको ब्याकड्रपमा चाहिँ कायना पोइन्ट देखिन्छ होइन अनि यतापट्टि राइट साइडको यो पिकअप फ्ल्याट हो होइन यसरी पानीमा हेर्दाखेरि सही यो जब यो वेभ आएर चाहिँ क्रास हुन्छ नि त्यो इम्प्याक्ट सही आवाज पनि मजाको छ कहिलेका गाबी मजा दामी छ हामी अलि अगाडिसम्म यस्तो हिँड्दैछौँ होइन वेदर फेरि ठिक्क धेरै चर्के पनि छैन उतापट्टि पानी परिरहेको छ पुरै बादल लागेको छ हामीले माथि माथिबाट हिँड्नु पर्ला कि भन्छ है पानी माथि छ है अनि यो के अरे यहाँको स्ट्रक्चर चेन्ज भइरहेको छ कि अब पहिला म अलि अगाडि आउँदाखेरि यो फ्ल्याट थियो होइन अनि यो वर्ष अलिक बढी वेभहरू हानेर माथि माथि बादल चुक्यो स्लोप भयो त्यो ल्यान्डस्केप चेन्ज हुन्छ कि यहाँको अनि त अब अलिकति यो टुरिस्टहरूको पनि आउँदैन यो त अब अलिक लोकलहरूलाई मात्रै थाहा हुन्छ यहाँ जो पाति आउँदैन एकदम लेस क्राउडेड छ रमाइलो जग्गा त्यस्तो टुरिस्टिक बिच चाहिँ होइन तर एकदम हुन्छ नि ह्यापनिङ खालकै ठाउँ छ कि रमाइलो छ कि यो त्यो होइन एउटा इन्सिडेन्ट भनेर आज के भयो थाहा छ अघि हामी अलिक माथि पोइन्टमा चाहिँ होइन अनि त्यहाँ एउटा केटीले चाहिँ मङ्क सिल देखेको अनि पुरा एक्साइटेड भयो ओ त्यही चाहिँ मङ्क सिल भने होइन अनि हामीले चाहिँ ल त्यसले हामीलाई अब हेरोस् भनेर भनेको भन्ने सोच्यो होइन अनि कहाँनिर छ भनेको आइम नट गन टेल बट यु आर नट सपोज टु बी 50 feet क्लोज टु मङ्क सिल अनि त्यो फेडरल क्राइम हो त चाहिँ अब अहिले के अरे 50 feet भित्रै छ सो यु हेभ टु लिभ रे अब लजिक उसको के हो कि अब जब कि अब हामीले देखा पनि छैन हामी आफ्नै काम गरिरहेको थिएन र हामी त्यही कुराहरू बसिरहेको थियौँ आफै आएर भनेर आफै आएर हामीलाई भने कि अब त्यहाँ मङ्क सिल छ भने अनि कहाँ छ भन्दाखेरि आइम नट गन टेल तिमीहरू चाहिँ त्यो 50 feet रेन्जमा छ द फेडरल क्राइम टोइलेट ठाउँ छोड्नुपर्छ रे अब अनि एकछिन त साइको हामी यो त अब हामी त मान्छेहरूसँग उयो त गर्दैनौँ होइन कोही फलो द रुल्स अब हामी पनि भवनमा बसेको हामी एक लोकल हामी टुरिस्ट होइन रुल्स हामीलाई पनि थाहा छ विदाउट कि उसले गएर हेरोस् राम्रै तरिकाले भन्यो होला यदि म भइदिएपछि उसलाई त्यहाँ मङ्क सिल छ यहाँनिर छ भनेर देखाउँदै ल हेरेपछि तिमीलाई थाहा होला होइन ल धेरै नजिकमा छ अनि द्याट्स द वे यु टिच पिपल होइन तर त्यो त अलिकति फेरि त्यसको छोरी पनि थिएँ त्यसको छोरी चाहिँ त्यसको आमाबाट के सिक्छ क्या त्यो लास्टमा सिरियस गर्नु छुट्टी हुन्छ नि त्यो टिपिकल त्यो अब यहाँ भन्न त हुँदैन त्यो ओढेर होइन सालको मान्छेहरू निस्किन्छ कि बच्चाहरू बाबामा जसरी सिकाए अब त्यो अब सिभिक सेन्स अथवा टफ बन्नु त राम्रो कुरा हो मान्छेहरूलाई भन्नु होइन तर भन्ने पनि तरिका हुन्छ अप्रोच गर्ने तरिका हुन्छ त्यो त आजको हाम्रो इन्सिडेन्ट घटना भन्न मन लाग्छ त्यतिकै सेयर मात्रै गरेको अब बाइचान्स यदि यहाँ चाहिँ अब कसै हेरेर मान्छे इन्काउन्टर गऱ्यो भने अब त्यो फेडरल ल चाहिँ हो किनखेरि यदि हामीले टटल देख्यौँ भने कुनै पनि ओसन क्रिएचर चाहिँ बाहिर आइरहेछ भने उनीहरूको प्राइभेट स्पेसलाई हामीले इन्भेट गर्नु हुँदैन होइन अनि यो चाहिँ ल चाहिँ के छ भन्दाखेरि 50 feet टाढा बस्ने छ त्यो सबै इम्प्लिमेन्ट गर्नुपर्छ हामी त्यसको अगेन्स्टमा त होइन तर त्यही अप्रोचको कुरा हो ल हामी यहीसम्म मात्र हुन्छ होला आजको यहीसम्म हुन्छ होला है अब हेर्दै जाऊँ कतै गयो भने हामी देखाइहाल्छौँ तपाईँहरूलाई तर रमाइलो भयो है पानीभित्र अलिक किसिम ट्राई गर्छ ट्राई गर्दैन